तपाईले त्यहाँ एक्जेक्टिभ चाहिँ अध्ययन राखिदिनु हो, त्यो अध्ययनले गर्दाखेरि क्युरियोसिटी त्यहाँ जगाइदियो कुरा बुझ्नु होइन। त्यहाँ देहाय बमोजिमको किताब भएन, ऐजन बमोजिमको किताब भएन, नत्र नृत्य तथा नाट्य भण्डार मात्रै भनिदिनु भएको भए त्यो ऐजन बमोजिमको किताब जान्थ्यो, त्यो फेरि मान्छेहरूलाई पढ्ने उत्साह आउँदैन थियो। यो तपाईँले यो टेक्निकल ब्रेन तपाईँको रहेछ भन्ने कुरा मलाई चाहिँ त्यो पनि खुसी लाग्यो। तपाईँलाई धन्यवाद छ, तपाईँको कलमले खुसी गरौँ होइन। अब आजकलको जमानामा सरस्वती पुरुष या नपुरुष त्यो भन्न मिल्छ मिल्दैन, तर म चाहिँ यो म पुरानो संस्कृति सभ्यताको आधारबाट हुर्केको हुनाले चाहिँ सरस्वती भनेको चाहिँ त्यो हिसीको प्रतीक हो। त्यो देउता देवीको नामलाई लिनु जरुरी छैन, हिसी त मान्नु पऱ्यो नि त। हो, त्यो सरस्वती त पुरुष तपाईँमा, त्यही मेरो शुभकामना छ। यति भनिकन म सबैको जय होस्, सबैको दीर्घायु होस्, सबै यसरी गर्न चाहिँ सँगमैले भेट्न पाउने मेरो उमेरले पनि साथ दियोस्। म आफूलाई पनि धन्यवाद दिन चाहन्छु।